हेलो गाइस एभ्रिवान है तपाईँ सबैजनालाई स्वागत छ मेरो ब्लगमा होइन गाइस। अनि म चाहिँ आज के भन्नु गइरहेको छु भने चाहिँ मेरो अब लाइफमा अब मैले अब मलाई पढेको कुराहरू चाहिँ तपाईँहरूको समक्ष सेयर गर्नु गइरहेको छु है। तपाईँको सायद हाँस उठ्दो पनि हुन्छ होला है, दुःख लाग्दो पनि हुन्छ है, त्यस्तो टाइपको पनि हुन्छ होइन गाइस। अनि के भएको थियो भने चाहिँ मैले फर्स्ट काम जोइन गर्दै थिएँ होइन, काम जोइन गरेँ त्यतिखेरमा मेरो फोन थिएन होइन, ट्याक्टेको फोन थियो है। अनि फर्स्टमा चाहिँ मैले त घरमा एउटा फोन किनेको थिएँ होइन, यसो कोइलीमा काम गर्थेँ, गिटी कुर्थेँ अनि बलुवाहरू बोक्थेँ। अनि त्यसले गर्दा मैले एउटा 2500मा फोन किनेको थिएँ स्यामसङको, त्यो पनि झरेर बिग्रियो होइन गाइस। अनि यसको बादमा चाहिँ म काम गर्न जब आएँ होइन, मैले माध्यमिक सकेर आएँ होइन, मैले 11 पनि जोइन गरिसकेको थिएँ, तर मैले पढिनँ होइन, सबै रेडी थियो तर मैले पढिनँ है गाइस। म चाहिँ फाइनल मात्रै दिएको हो होइन। अनि त्यो भएर गाइस के भयो भने जब काम जोइन गर्न आयो त्यो ट्याक्टेको फोन थियो होइन गाइस, सबै हाम्रो दिदी दाजुकोमा होइन, तपाईँको इन्डस्ट्री हो होइन, कस्तो मलाई पनि अब दुःख लाग्थ्यो होइन, कस्तो दुःख लाग्थ्यो होइन। मैले पनि अब के भन्छ यस्तो भोग्नु पाएँ कस्तो हुन्थ्यो होला भनेर होइन, मैले कति गरेँ है, मैले प्रार्थनाहरू पनि गर्थेँ, भगवान्हरूसँग भन्थेँ होइन, यसो गर्थेँ। तर बादमा चाहिँ मैले मेरो महिना मऱ्यो होइन, महिना मर्ने बित्तिकै मैले फोन किनेँ है, फोन किनेँ 5000को फोन बजारमा गएँ, 5000 है थियो। अन्त मैले 5000को फोन थियो, मेरो हातमा 5000 पैसा थियो होइन। अन्त त्यसको मैले फोन किनेँ होइन, अन्त तपाईँको फोन किनेँ गाइस। अनि के भयो भन्दा चाहिँ जब त्यो फोन ल्याएर मैले चार्ज हालेँ होइन, चलाएँ होइन, त्यो फोन चाहिँ के थियो भने तपाईँको 100% चार्ज गऱ्यो भने चाहिँ तपाईँको 50देखि चाहिँ छिटो सकिहाल्ने। अनि तपाईँको जब 50 मात्रै गऱ्यो भने चाहिँ तपाईँको लास्टसम्म टेक्थ्यो होइन गाइस। अनि त्यस्तो दुःख गरेर मैले 1 साल मोटामोटी त्यस्तै चलाएँ। त्यसको बादमा फेरि मैले अर्को नयाँ किनेँ होइन, पोकोको, अनि त्यो पनि चलाएँ गाइस होइन। अनि मेरो चाहिँ त्यस्तो पनि भएको छ होइन, त्यस्तो भएको छ है जिन्दगीमा है, तपाईँहरूको समक्ष सेयर गर्नु गइरहेको छु गाइस। आज चाहिँ मलाई झट्ट सम्झना आयो कि यो पनि तपाईँहरूको समक्ष म राखौँ कि भनेर होइन। अनि तपाईँलाई के कसो लाग्छ कमेन्ट पनि गरिदिनुहोस् होला गाइस है। मान्छे जिन्दगीमा त्यस्तो पनि हुँदो छ है, दुःख लाग्ने कुराहरू अहिले सोसियल मिडियामै छ होइन, सबै मान्छेको दुःख सुख होइन, गर्व पनि लाग्छ होइन। मान्छेले कोसिस गरेर मेहनत गऱ्यो भने चाहिँ है त्यसको फल चाहिँ कहीँ जाँदैन छ भनेर होइन। त्यही भएर गाइस अहिले गर्व लाग्छ होइन, त्यही भएर अहिले खुसी लाग्छ मलाई होइन। त्यो सोच्छु अनि अहिलेको सोच्छु धेरै चेन्जेस आउँदैछ जिन्दगीमा, वेट चाहिँ गर्नुपर्नेछ समयको भनेर सोचेँ होइन गाइस। मैले फिल भएको कुराहरू तपाईँहरूको समक्ष सेयर गरेँ होइन गाइस। त्यस्तो भयो होइन, मैले यस्तो इन्तजार गरेँ, कहिले महिना मरेर म फोन किनौँ भयो गाइस होइन। यस्तो इन्तजार गरेर चाहिँ त्यसरी मैले गरेँ होइन, दुःख सुख चलाएँ है बादमा। अन्त तपाईँको त्यो कुन चाहिँ भन्दा चाहिँ ब्याङ्कको कम्पनीको थियो, त्यो चाहिँ घटिया हुँदो रहेछ फोन, त्यस कारणले चाहिँ मैले त्यो त्यसको बादमा एउटा किनेँ पोकोको है गाइस। त्यो चाहिँ राम्रै थियो दुःख सुख, त्यस कारणले अहिले दुःख सुख राम्रै छ। त्यही भएर गाइस क्या मान्छेको जिन्दगीमा चेन्जेस आउँदो रहेछ है, पर्खिनु चाहिँ पर्दछ, हार चाहिँ खानु हुँदैन रहेछ, मेहनत चाहिँ गरिरहनु पर्दछ भन्ने मैले बुझेँ गाइस है। तपाईँको समक्ष यो कुरा मैले सेयर गरेँ है, मैले कसलाई पनि भनेको थिइनँ गाइस। आज म यो भिडियो मार्फत चाहिँ तपाईँहरूको लाइभ भन्दैछु अनि गाइस। मेरो भिडियो मन पऱ्यो लाइक सेयर कमेन्ट, मेरो च्यानल सब्सक्राइब गरिदिनुहोस् होला है। सुजल बस्नेतलाई तपाईँहरू सबैजना सपोर्ट गरिदिन्छ भन्ने आशा राखेको छु। अनि गाइस तपाईँहरू सबैजनालाई आजको लागि धन्यवाद। मेरो नयाँ नयाँ भिडियो तपाईँको समक्ष आउनु लागि मेरो पेजलाई फलो पनि गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। तपाईँको समक्ष यस्तै भिडियोहरू आउनेछ गाइस। तपाईँहरू सबैजनालाई धन्यवाद।